लु बिस्तारै झर्नु पर्ने त्यहाँबाट चाहिँ भर्खर सर्दैछ त्यो भर्खर सर्दैछ बिस्तारै आउनुहोस् है आज चाहिँ हामी यहाँनिर मुहानको यो पिठ बनाएको थियौँ है अब यो पिठको लागि चाहिँ यहाँनिर हेर्न आएको यो चाहिँ गत्ताभित्र चाहिँ यो गद्दाको यो जुन चाहिँ के भन्छ यो ग्रिजरको खोल थियो है यो ग्रिजरको खोल सटिङ बनाएको थियो है यस्तो मजबुत भएछ कि यहाँ हेर्नुहोस् हो यो चाहिँ अब बाहिर चाहिँ सटिङ चाहिँ यो प्लेन सिटको गरेको छौँ हामीले हो यो हाम्रो मुहानको यहाँनिर छ अनि यो देखिरहनुहुन्छ है यहाँ पानी आइरहेको छ मुहानको है अनि यसलाई चाहिँ अलिकति सिस्टमेटिकली बनाएर लाने भनेको है हुनु त यो त सिजनल हो तर पनि सिजनलै भए पनि यो बर्खा झरीमा जुन चाहिँ भेलबाट आएको पानीभन्दा त धेरै सफा हुन्छ हो त्यसैले गर्दा चाहिँ यो मेहनत गराइ भइरहेको छ यहाँ मेरो हेल्पर चाहिँ यहाँ छ यी यता हेर्दा त हेल्पर चाहिँ यहाँ छ अब यो खदा लगाएर चाहिँ हामी यहाँ बाउन्ड्री गर्ने यो किन भन्दा यो मुहान चाहिँ यस्तो राम्रो मुहान थियो तर यो सालै पछाडि घाँस काटिदिनेले काटिदिएर कमानबाट फाँडिदिएकोले गर्दाखेरि चाहिँ यो मुहान चाहिँ पुरै हराइरहेको छ है त्यसले गर्दा यसलाई चाहिँ एकदम संरक्षण गर्ने कोसिसमा छु अनि यहाँ माथितिर बरको रुखहरू पनि रोपिदिएको छु होइन त्यति अब यो भित्र अरू अन्य रुखहरू पनि रोपेको छौँ त्यसैले गर्दा अब यसलाई चाहिँ अलिकति संरक्षण गर्ने भनेर चाहिँ सोचिरहेको छु है अब यसरी यो चारै दिशामा खदा लगाएर यो गरिरहेको छु हो अनि योपालिबाट आशा छ जति सक्दो है यहाँ असारे झुसले देखाइदिनु अरे उसको यहाँनिर यहाँ असारे झुसले देखाइदिनु अरे खै तिम्रो कानमा पनि छ यता रहेछ यो असारे झुसले उता पनि छ साथीहरू अनि यहाँ चाहिँ उहिलेदेखिको हामी सानो हुँदादेखिको एउटा मुहान छ है यो मुहान थियो अनि हामी स्कुल पढ्दाखेरि यो एरियाबाट चाहिँ अब हिँड्नुहरू पनि एकदमै अब हामीलाई मुहानले गर्दाखेरि है असुविधा हुन्थ्यो किन भन्दा पानीको स्रोत भएकोले गर्दाखेरि त्यति बेला अलिकति सबैजना उयो थियो अब कन्सियस थियो पानी विषय लिएर है कसैले पनि यो जग्गालाई फाँडफुँड गरिदिन्थेन होइन पानीको मुहानको संरक्षण सबैजनाले गरिदिन्थ्यो अर्काकै भए पनि है आफ्नो त भयो अर्काकै भए पनि गरिदिन्थ्यो तर खै कस्तो जमाना आयो है आफ्नो पनि संरक्षण नगर्ने अरूको पनि संरक्षण नगर्ने खालको जमाना आयो त्यसैले गर्दाखेरि लागि परिरहेको छु हुनु त पोहोरदेखिको नै लागि परेको यो संरक्षण गर्नुको निम्ति है तर पनि नभ्याउँदाखेरि है अलिकति त्यो संरक्षण गराउन सकिएन योपालि चाहिँ जमर्को नै गरिरहेको छु संरक्षण गराउने अनि यो जुन चाहिँ यो लेमन ग्रासहरू देखिरहनु भएको छ यो चाहिँ कमानबाट लगाइएको है हाम्रो सिन्कुना प्लान्टेसनबाट त्यसैले गर्दाखेरि योपालि उहाँहरूले पनि बुझिदिनु भएको छ है यहाँ उहाँहरूले पनि बाउन्ड्री छोडिदिनु भएको छ मुहानको एरिया छोडिदिनु भएको छ है कमानबाट संरक्षण गरिदिने कोसिस गर्दा पनि अब घाँसपात गरिदिनेहरूले चाहिँ अलिकति बुझिदिनु भएन त्यसैले गर्दाखेरि यो मुहानहरूको चाहिँ हालत यस्तो भइरहेको छ है यहाँनिर अलिकति भए पनि यो बाटो तल्लोपट्टि चाहिँ रुखपातहरू अलिक बढेकोले गर्दाखेरि राम्रो भएको छ अनि यो माथिल्लोपट्टि मेन खासमा चाहिँ यो माथि हुनुपर्ने रुखपात यहाँ पनि काटिदिएर है विभिन्न प्रकारको रुखहरू पनि रोपिसकिसक्यौँ अब अरू अन्य यो जुन चाहिँ यो तपाईँले देखिरहनु भएको छ यो हामी चाहिँ अब सनाई फुल भन्छौँ है धोक्रे फुल पनि भन्छौँ यसको यो चाहिँ मुहानमा पानीको मुहानमा चाहिँ विशेष गरेर योहरू प्रशस्त रूपमा छ भने चाहिँ पानी हतपत सुक्दैन है यो पनि काटिदिएर घाँस काटिदिएर है योपालि बल्ल बल्ल यतिको भएको छ है र आशा गरेको छु योपालिबाट सबैले संरक्षण दिनुहुन्छ होला भनेर है त्यसैले गर्दाखेरि आफ्नो मुहान परिसर पनि संरक्षण गर्नुहोस् र अर्काको पनि गरिदिनुहोस् अब यहाँनिर हेरिहाल्नुहोस् यो अब उहिले कुन चाहिँ सालमा हामीभन्दा जेठो मुहान हो यो है बिचरा यो संरक्षण छैन यसलाई पनि होइन र पनि जसो वर्ष टाढिरहेको छ बिचराले पनि तर अब यो यसमा संरक्षण गर्ने भनेर है किनभने अरूको हात हेरिरह्यो भने चाहिँ सक्सेस हुँदैन है त्यसले गर्दा आफू नै अगाडि बढ्नुपर्छ त्यसैले गर्दाखेरि यहाँ लागि परिरहेको छु हेरौँ कतिको सक्सेस हुन्छ है यस्तै छ
कथा व्यथा यहाँ हेरिहाल्नुहोस् साथीहरू यो चाहिँ राउन्ड सेपमा बनाइदिएको छौँ है अनि भित्र चाहिँ यो स्क्वायर सेपमा छ हो अनि यसको चाहिँ 3वटा यहाँनिर यो बनाएको छु यो चाहिँ भयो यो खेतको चाहिँ भयो यो सफा गर्ने जग्गा हो अनि यो चाहिँ भयो यहाँनिर आउटलेटको लागि हो अनि यहाँनिर चाहिँ तपाईँको यहाँनिर चाहिँ इनलेटको लागि चाहिँ यहाँ छ हो यो इनलेट भयो अनि यहाँनिर 2 इन्चीको पाइप लगाएकोले गर्दाखेरि यो 2 इन्चीको इनलेट बनाएको छु अनि यहाँनिर बिचमा तपाईँको आउटलेट अनि यहाँ तल खेतमा तपाईँको सफा गर्ने जग्गा हो त्यो चाहिँ यस्तो प्रकारले भएको छ अनि अब यसलाई अलिकति यो पानीले त अब यो खदाल्छ है त्यसले गर्दाखेरि यसलाई पनि अलिकति प्रोटेक्सन गर्नुपर्ने जरुरी छ हो बिस्तारै गरिन्छ किन भन्दाखेरि एकतालमा सबै कुरो हुँदैन अब यहाँदेखिको घर धेरै टाढै छ हो त्यसले गर्दाखेरि बिस्तारै बिस्तारै हामीले गर्दैछौँ होइन बुढी के छ त भनाइ ठिक छ त्यस्तै छ है गाउँको दुःख पिरा है त साथी हो अब प्रायः आजको लागि चाहिँ काम सकियो हो यो यिनको काम चाहिँ बादमा हुन्छ किन भन्दाखेरि यो जुन चाहिँ आउटलेट र यो मैला फ्याँक्ने छ है यो सेट हुनु पऱ्यो यो मैला फ्याँक्ने चाहिँ 32 को छ अनि यो इनलेट 25 को छ भने यो आउटलेट 25 को छ भने यो इनलेट चाहिँ 50 को छ हो त्यसले गर्दाखेरि अब आजको चाहिँ यतिकै छ काम अब यसलाई छोपछाप गरेर यहाँनिर छोपछाप गरिराख्ने यसलाई चाहिँ अब है अस्तिसम्म चाहिँ म हेल्प गर्न आइ भएन हो साथीहरू आज चाहिँ मलाई कराएको अहिले चाहिँ एक्लै काम गर्ने रहेछ कि आज अन्त अस्ति म नआएको त यो ट्याङ्की पनि हुँदैन त्यति एक्लै के गर्नुहुन्थ्यो होला है अहिले चाहिँ कराएको मलाई गरिबस्नु कसरी छोप्नुहुन्छ अब तपाईँ त यस्तै होला मच्छरले चाहिँ कम्ती खाइसकेको छैन हामीलाई त्यही माथि आज ओरो मच मजाले आएको कि साथी यहाँनिर चेकिङ गर्ने चाहिँ को हो पनि यो चेकिङ गरेर चाहिँ त्योहरू नमिलाई जानुभएछ चेकिङ गरेर चाहिँ चेकिङ गरेर पनि कृपया चेकिङ गरेर पनि हाम्रो यो चाहिँ एकदम छोपेर जानु पर्यो होला कसले हेर्नुहुन्छ योहरू चाहिँ हाम्रो यसको अझै काम छ हो यहाँ चाहिँ साथीहरू योहरू मुहान फेरि मैला त पारिदिनु भएन होला होइन योहरूलाई तल लगेर थन्काइदिनु पर्छ हो यी साथीहरू यो चाहिँ सबै मैले बाँधेकै घाँसेको कतिवटा छ यसमा आधी चाहिँ भइरहेको छ आधी चाहिँ भइरहेको छ यहाँदेखिको यहाँसम्म फेरि उकालो लानुहुन्छ अरे एउटा चिज देखाउँछु ल साथीहरू म तपाईँहरूलाई हेर्नुहोस् ल अब होइन के गरेको यस्तो सफा आइसक्यो अरे पानी हो यो कहाँदेखि बगेर आएको पानी भन्दा त सफा छ नि एकदमै यो चाहिँ के हो अरे यो चाहिँ यसलाई चाहिँ के भन्छ हाम्रो यो चाहिँ अब के भन्नु अब यो खास मुहान चाहिँ यो भित्र छ हाम्रो अब यो माथिबाट बगेर आएको पानी भयो होइन हजुर अब विष्णु 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 नगर न विष्णु विष्णु अब यहाँनिर यो त माथि माथिबाट बगेर आएको पानी हो हजुर अब यो बगेर आएको पानी त भएन अनि यसलाई त चालिनु पर्यो अब यो पानी चाहिँ चालिएर यो भित्र यति बिना भइसकेको रहेछ साथीहरू यो भित्र चालिएर हुनु पर्यो हो अब यो माथिबाट चाहिँ आउँदै गरेको पानीहरू सबैलाई यसलाई पनि ब्लक गर्नुपर्छ ढलाइ गर्नु पर्यो यसलाई सबै यस्तै गर्नुपर्छ साथीहरू यस्तै सिम्बल चाहिँ यहाँ अस्ति मैले हालिदिइराखिदिएको यस्तो गर्नुपर्छ है भनेर ढलाइ गरिदिएर सिकाइदिइराखिदिएको यहाँ हाम्रो मिस्त्रीलाई होइन फिलहालको लागि यो टेम्पोरेरी एकदम ठिकै छ काम हुँदैछ अब घरको सबलाई ल्याउनुपर्छ एकदिन चाहिँ ढलाइमा तलबाट सामान बोकेर हो सबलाई लिएर आउनुपर्छ अब यहाँनिर 1 बोरा सिमेन्टको काम छ हो अब 1 बोरा सिमेन्टको काममा चाहिँ सबैजनालाई लिएर आउनुपर्छ राजेन्द्र गोपाल एरिया पनि यतापट्टि पनि
ढलाइ गर्नु पऱ्यो होइन राजु र पप्पालाई पनि ल्याउनुपर्छ हाम्रो यो साइड सबै ढलाइ गर्नुपर्छ चारै दिशामा तब चाहिँ यो भत्किँदैन ल भयो आजको लागि यति नै हो सक्यो हाम्रो लु भनिदिइहालिदिनुहोस् आजको लागि यति नै है साथीहरू यहाँ हेर्नुहोस् केसहरू पनि कस्तो हालत भइसकेको थियो जुङ्गाहरू धन्नादारी चाहिँ आउँदैन र मात्रै हो नत्र भने त वन मान्छे नै हुन्छ अब चाहिँ साथीहरू यहाँ उकालो लानुहुँदैछ यस्तो बार्नु भन्नुहुँदै थियो यसले अब कतिसम्म भ्याउँछ हेर्नुपर्छ साथीहरू लु फाइनली पुगिहाल्यो बाँधिहाल्नु सक्दैन ल फाइनली त्यहाँ पुगेर पनि बाँध्नु हुँदैछ साथीहरू